नमस्ते सबैजना। आजको यो भिडियोमा चाहिँ हामी गुगल ड्राइभ कसरी आफ्नो ल्यापटपमा इन्स्टल गर्छौँ भनेर हेर्छौँ। सुरुमा चाहिँ गुगलमा गएर गुगल ड्राइभ डाउनलोडमा क्लिक गर्नुहोस् र फर्स्ट गुगलको जुन लिङ्क छ त्यसमा क्लिक गरेर डाउनलोड ड्राइभ फर डेस्कटपमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको डाउनलोड इन्स्टलेसन प्रोसेस स्टार्ट हुन्छ। एकचोटि डाउनलोड सेटअप फाइलको डाउनलोड भइसकेपछि त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि इन्स्टलमा क्लिक गरेर इन्स्टलेसन प्रोसेस स्टार्ट गरिदिनुहोस्। इन्स्टलेसन प्रोसेस कम्प्लिट भइसकेपछि चाहिँ त्यसपछि तपाईँलाई एउटा सेटअप स्टार्ट हुन्छ। त्यसमा तपाईँ नेक्स्ट गरेर अगाडि बढ्नुहोस् र त्यसपछिकोमा साइन इनको अप्सन आउँछ। त्यसपछि तपाईँको जुन जीमेल छ त्यसमा साइन इन गरेर तपाईँ प्रोसेस अगाडि बढाएर साइन इन गरिदिनुहोस्। यसमा चाहिँ तपाईँले आफ्नो गुगल ड्राइभमा भएको के चिजलाई चाहिँ ल्यापटपमा एक्सेस गराउने त्यो सेटिङ्स यसमा हुन्छ। सेकेन्डमा चाहिँ तपाईँको कुनै पनि ल्यापटपमा भएको फोल्डरलाई चाहिँ गुगल ड्राइभमा सिङ्क गराउने हो भने त्यो पनि अप्सन एभाइलेबल हुन्छ। यसमा तपाईँले एड फोल्डर गरेर सिङ्क गर्न सक्नुहुन्छ। यो सबै गरिसकेपछि त्यसपछि अब तपाईँले थर्डमा चाहिँ आफ्नो ड्राइभ कसरी एक्सेस गर्ने भनेर हेर्न सक्नुहुन्छ। यसमा ओपन ड्राइभमा क्लिक गर्नु भने तपाईँको फोल्डर यता राइट साइडमा जुन लेफ्ट साइडमा जुन तपाईँले ओपन ड्राइभ फोल्डर भनेर देख्नुहुन्छ त्यसमा क्लिक गर्नुभयो भने तपाईँको गुगल ड्राइभ अब तपाईँको ल्यापटपमा ओपन हुन्छ। यो बाहेक अब तपाईँले कुनै पनि फोल्डरमा राइट क्लिक गरेर त्यसमा सो मोर अप्सन्समा क्लिक गरेर त्यो पर्टिकुलर फोल्डरलाई चाहिँ अफलाइन एक्सेस पनि गर्न सक्नुहुन्छ। त्यहाँ अफलाइन एक्सेसमा क्लिक गरेर त्यसलाई एक्सेस गर्न सक्नुहुन्छ। यो बाहेक यदि तपाईँले होइन मलाई मेरो गुगल ड्राइभमा भएको एभ्री फोल्डरलाई एक्सेस गराउँछ भने सेटिङ्समा जानुहोस्। त्यसपछि प्रिफरेन्समा क्लिक गर्नुहोस्। प्रिफरेन्समा एकचोटि क्लिक गरिसकेपछि तपाईँले यो नो थ्याङ्क्समा गर्नुभयो हुन्छ र तपाईँको गुगल ड्राइभमा क्लिक गरेर अब यहाँ अप्सन भनेको स्ट्रिम फाइल्स भन्ने अप्सन छ र मिरर फाइल्स भन्ने। स्ट्रिममा चाहिँ तपाईँको अफलाइन एक्सेस भएन, मिररमा चाहिँ तपाईँको ड्राइभमा पनि हुन्छ र ल्यापटपमा पनि वा कम्प्युटरमा पनि एक्सेस हुन्छ र तपाईँले त्यसलाई चलाउन सक्नुहुन्छ। यसको डिसएडभान्टेज एउटा के भनेको तपाईँको ल्यापटपको स्पेस पनि युटिलाइज चाहिँ हुन्छ है, तर तपाईँले कुनै पनि इन्टरनेट नभएको बेला पनि त्यसलाई युज गर्न सक्नुहुन्छ। अब अहिले तपाईँले यसमा क्लिक गरेर सेभ गर्नुभयो भने यो अप्सन सेभ हुन्छ। अहिले यो पर्पजको लागि चाहिँ हामी सेभ गर्ने छैनौँ। यो सबै गरेर तपाईँले क्लोज गर्नुभयो भने सेटअप रेडी हुन्छ। तपाईँलाई यस्तै खालको टेक्नोलोजी रिलेटेड भिडियोजहरू हेर्न मन छ भने च्यानललाई सब्सक्राइब, लाइक र कमेन्ट गरिदिनु होला। धन्यवाद।